बाई। मार्सिङ खै सिधा रहेछ। छुट्यो भाइको ए के छ त हाम्रो शान्ति बहिनीको खबर? हाम्रो शान्ति बहिनीको खबर के छ त? ए सुनगानो साइकल गर्न आउनु रे दाइले भन्नु न। ओके हस् हस् बसिली भाषण चाहिँ खतरा हुन्छ। भिडियो इर्लानिस हो इसका वेदर मामले थोड़ा इसका चालीस काँटी म दादी बोला 40 काँटी मत अच्छा मेरे नेल हो नि आस्टिङ हो यो कुनै अर्डर छ भने चाहिँ पर्छ नि। यो चाहिँ अकबरे अर्ग्यानिक अर्ग्यानिक अकबरे यो चाहिँ 100% अर्ग्यानिक 97% यो चाहिँ गभर्नमेन्टबाट सोइल टेस्ट पास भएको। यो चाहिँ मयू ड्रागन ट्रेल फार्ममा हामी अकबरे टिप्दैछौँ। यो चाहिँ कसैले अकबरे खानु चाहनुहुन्छ भने यहाँ ड्रागन ट्रेल फार्ममा मयू आएर सम्पर्क गरेर खान सकिन्छ। यसको चाहिँ ड्रागन ट्रेल फार्मको चाहिँ एउटा वेबसाइट पनि छ, त्यहाँ गएर टाइप गरेर यो ड्रागन ट्रेल अर्ग्यानिक फार्म हो। यो चाहिँ गभर्नमेन्ट सर्टिफाइड छ। त्यसो भएको कारण कोही इच्छुक हुनुहुन्छ भने हामीले यसरी खान सकिन्छ। यो सिजनल फलहरू अब सिमल तरुलको विन्टरमा सिजन आउँछ, अब लेटेस्टको सिजनहरू हुँदैछ। जस्तै यहाँ बेसार अब सिजनल फल भन्नाले अब आयो रायोको सागहरू यहाँ लेटेस्टहरू हुँदैछ, मुला त्यस्तै
त्यस्तै छ। केरा दे मैं सही मुल asta oh यस्तो छ के हो ए तरिकारी सिक्नु त ल बनाना वाह ऑर्गेनिक ओथेगा ढिलगुड म्याच नोडेर लो मत खोङ्गेन्दे ल यो चाहिँ अहिले तपाईको चाइनामा हजुर यो 20औं अधिवेशन भइरहेछ। सी जिनपिङ एउटा विकासको रफ्तारमा हो कारणले त्यसैको नाममा अब विकास कसरी गरिन्छ भने एउटा प्र्याक्टिकल पनि भइरहेछ। यो मयुको चाहिँ यो सिल्भर माइन भएको यो ड्रागन ट्रेल फार्म यो अर्गानिक फार्म हङकङको चाहिँ एउटा सर्टिफाई भएको अर्गानिक फार्ममा अहिले हाम्रो जेबी सरले यो सी जिनपिङको लेसन एउटा कसरी के गर्ने भन्ने कुरा त्यो ट्राई गरिराख्नु भएको छ। यो अर्गानिक कसरी गरिन्छ भन्ने कुरा एउटा प्र्याक्टिस पनि हो। अब त्यसलाई चाहिँ रेडी गरेको। अनि अर्को कुरो के पनि हो भने तपाईको यो खनिज पदार्थ खाने चिजहरू कहाँबाट आउँछ भन्ने कुरो चाहिँ अहिलेको नानीहरूलाई यो थाहा छैन। जस्तै खालि हङकङमा त झन् खेती भन्ने थाहै छैन। त्यसो भएको कारणले एउटा खेतीको एउटा प्र्याक्टिकल कसरी गरिन्छ भन्ने कुरा यहाँ यो ड्रागन ट्रेल फार्ममा पनि हामी गर्न सकिन्छ। त्यसको लागि यहाँको हाम्रो थापा सर हुन्छ। थापा सर पनि यहाँको एउटा ड्रागन ट्रेल फार्मको एउटा मेम्बर यहाँको। उहाँले पनि एउटा यो एरिया लिएर चाहिँ अर्गानिक फार्म चलाइराख्नु भएको छ। यसमा चाहिँ तपाईको लेटेस अब केरा अकबरे खोर्सानी जस्तै मुस्ताङको सिमी व्हाइट बिन्स पनि प्र्याक्टिस गरिसकियो अवस्था हो। तर यो चाहिँ वेदरको कारणले नहुने रहेछ भने बुझिन्छ। अनि अब अर्को कुरा चाहिँ अकबरे चाहिँ लगभग 100% नभए 90% को अकबरे चाहिँ हुन्छ भन्ने चाहिँ प्रमाणित भइसकेको छ। हामीले लिपिन सक्यौं टिपी पनि सक्यौं टिपेर पनि खाने भन्ने प्लानिङमा छ। भरे गएर क्रम पार्नुपर्ने। अनि त्यसपछि यहाँ अर्को चाहिँ अर्गानिक केरा। यो केरा चाहिँ यहाँको बोटमै फलेको बोटमै पाकेपछि त्यो चाहिँ चोरेर पनि खानु भन्ने हाम्रो चलन छ नेपालमा गाउँघरतिर। यदि त्यो पाक्यो केरा खाएन भने आँखा फुट्छ भन्ने चलन छ। त्यही भएर चाहिँ चोरेर भए पनि खाइदिनुपर्छ त्यो केरा चाहिँ। फेरि हामीले एउटा केरा फक्लक्कै ढालिसकेछौँ यहाँ। त्यस्तै छ यो।